तिमीहरूलाई राम्रोसित पढाउँदैन, शिक्षक भएन हो शिक्षा पढाउने हो। शिक्षक भएन भन्दा पनि हामीलाई शिक्षक ल्याउँछ तर के गर्नु 2 महिना भन्दा बढी टिक्न दिँदैन। के हुँदो यस्तो कारण हामीलाई चाहिँ पढाइ राम्रो भएन भने उल्टै हामीलाई गराउँछ। हामीलाई त्यसो गर्न पाइन्छ र अनि विद्यार्थीले यस्तो गल्ती विद्यार्थीको गल्ती भनेर अनि विद्यार्थी माथि नै अझ बढी गयो ढाक उडाउने। कोही सरहरू आउँछ ढाक देखाउने मात्र, कोही आउँछ 2 महिना पढाउँछन् छोडेर जान्छन्। अनि त्यसो गरेर हाम्रो शिक्षा पढाइ चाहिँ अगाडि बढ्न सक्छ। अनि फेल भयो भने यसरी ध्यान नदिएर नपढेको यसरी फेल भएको भनेर भन्छ। त्यो हामीले गरेर फेल भएको हो र उहाँले शिक्षक ल्याउँछ। व्यवस्थापन समितिले 2 महिनाको लागि शिक्षक ल्याउँछ, 2 महिनामै पठाउँछ। त्यसो गरेर हामीले म्याथमा पास भएन भने अझ हामीलाई नै गराउँछ। त्यो हाम्रो कमजोरी हो र हामीले शिक्षक नपाएन भने शिक्षक ल्याउँछ न 2 महिनामा पढाएपछि कुन चाहिँ पास हुन्छ र। शिक्षक ल्याए पनि पढाउँछन् तर अगाडि नै पढाउँछन् तर 1 महिनापछि मात्र विद्यार्थी ल्याउँछन्। अनि हामी कसरी पढाइमा अगाडि बढ्छ र। अनि अझ हामीलाई 10 वर्ष अनि यो शिक्षकको गल्ती शिक्षकले पढाएको बुझेन भनेर अरूले भन्दै हिँड्छन्। त्यो गरेपछि अभिभावक पनि आउँदैन हाम्रो स्कुलमा। भनौँ भने मेरो मन पनि आउनुहुन्न, मेरो मन बुझेर आउँछ। किनभने सबैले भन्छन् अभिभावकले विद्यार्थी कम भनेर भन्छ। त्यो शिक्षकले पढाएको बुझेन। स्कुल बोलाउँछ रमेश सरले ढोगी फोन गरी बोलाउँछ तर पनि अभिभावक आउँदैन। पछि भन्छ यो शिक्षकले नपढाएको नबुझेर हो यसरी हाम्रो विद्यार्थी फेल भएको भन्छ। त्यो विद्यार्थीको कमजोरी हो कि शिक्षकको कमजोरी त्यो बुझ्न अभिभावक पनि आउँदैन हाम्रो स्कुलमा। त्यसको पनि कमजोरी। विद्यालय व्यवस्थापन समितिले व्यवस्था गर्छन् ल, व्यवस्था त गर्छन् न। हामीले व्यवस्था गरेर नयाँ शिक्षक आयो भनेर पढाइबाट लाग्छौँ। 2 महिनापछि त शिक्षक पठाइहाल्छन्। फेरि शिक्षक ल्याउँछन् 1 महिना लाग्छ। त्यसरी हामी चाहिँ कसरी पढ्ने हो र भनेको हामीले। अहिले लक्ष्मी मिसलाई पढाउने भन्ने कुरा सुनेको। लक्ष्मी मिसलाई अस्ति नै 30 भन्दा अघिदेखि लक्ष्मी मिसलाई जा भन्नुभयो। लक्ष्मी मिस आउँदै पढाउँदै जानु भएको थियो तर पनि लक्ष्मी मिसले अहिले किन यसो गरेको त। त्यो भएर हामी यहाँ नआएको। टिचर छैन अहिले। मनोसरको दरबन्दी हाम्रो स्कुलमा छ। सरले दरबन्दी खाले गरेर जानु पर्यो नि त। म आउँछु भनेर धाक मात्रै दिइरहन्छ। रमेश सरलाई कतिचोटि त्यसो भन्नुभयो। रमेश सरलाई व्यवस्थापन समिति आउँछ ल त हेरसरबाट हन्डभरिको ल लक्ष्मी सुधार जान पर्ने भयो भनेर भन्छन्। त्यस्तो गरेर हाम्रो पढाइ चाहिँ कहिले राम्रो हुन्छ त। जतिखेर नि शिक्षक आउँछ फेर छ जतिखेर समितिसँग राखेर गर्नु पर्यो। अहिले मिटिङ भएको थियो अघि आउनु पर्ने तिमीहरू आउँछ हामीलाई के थाहा हामीले भने भयो के थाहा हामीलाई थाहा थिएन। त्यसै राख्ने अब भोलि 1 बजे मिटिङ छ। भोलि राख्ने व्यवस्थापन समितिसँग है ल। व्यवस्थापन समिति नै फेर्न पर्छ हामी फेर अभिभावकले फेर्ने हो त्यो। अभिभावकले मेरो मम्मी पनि आउनु भएको थियो। मेरो मम्मीलाई को अध्यक्ष बस्यो भने थाहा थिएन ल। त्यो त भएन त्यो अलग कुरा होला। भोलि मिटिङ छ। मम्मीलाई 3 चोटि बोलाए 3 चोटि नै मिटिङ भएन। तर पनि अनि किन अन्त्यो पछि एक्कासी रिराज श्रेष्ठ अध्यक्षले व्यवस्थापन समितिको हुना मम्मीहरूलाई थाहा थिएन कसरी भयो त त्यो चाहिँ। त्यो विषयमा लिएर बिहान मिटिङ गर्ने हो आउनु भएन। त्यसपछि उहाँले मलाई फोन मार्फत आउनु आइदिएछ भन्नुभयो। त्यसरी अहिले मिटिङ राखेको बिहान समितिको। बिहान समितिको मिटिङमा सबैजना मिटिङमा पनि आउनु भएन, उपस्थित हुनु भएन। भोलि दिउँसो बस्ने भन्ने कुरा छ। भोलि 1 बजे यसरी समितिसँग कुरा राख्नु होला। अहिले भनेमा त तपाईँले कति दिन भन्नुभयो मिटिङ बस्छ समिति आज आउँछ भोलि आउँछ भने कति दिन भन्नुभयो तपाईँले। भोलि भन्ने त्यो कुरा म मेरै अगाडि राखेर भन्ने मैले त कल गरेँ आउनु। लक्ष्मीले उहाँ दामा पढाउँदा किन ल्याउनु भएको त। उनीहरू यसरी नरानी भएदेखि पठाइहाल्ने भएदेखि किन ल्याउनु भएको त। अहिले विश्व जागिर पाउन मुस्किल हुँदैन। हामीले जानु भनेको मैले नि भनेको मिसलाई जसले भने हो उसलाई भन्ने पनि त भोलि अब उसले ल्यायो उहाँबाट त्यो खेलाउन हो त। मान्छेले यता लैजा उता लैजाने शिक्षक एउटा खेलाउन हो त त्यसो गर्नलाई। भोलि राख्ने अब यो कुरा भोलि भन्नु ल। समिति मिटिङ छ भोलि 1 बजे त्यति बेला भन्ने। के त आउँछु नआउँदैन। हिजो पनि तपाईँले भोलि आउँछ भने आज आएन त खोइ। आएर न के गर्नु त म बोक्न जाउँ। बोक्न जाँदा पनि आउनु परेन मान्छे आउँदैन। बोक्न जाँदा नि आउँदैन त्यही हो समस्या। जसरी हुन्छ उनीहरूको पढाइमा प्रभावित हुन भएन। उनीहरूले पढ्ने अधिकारबाट वञ्चित हुनु भएन हुन्छ। टिचर त छ भन्नु कहिले बिदा बस्नुभयो राम्रै कुरा। तर पनि त्यो व्यवस्थापन समितिले किन जा भन्नुभयो त। ल्याउने बेला नि त्यसरी ल्याउनु भयो। अब सर आउँछन् कोही सर 1 दिन आउँछन् जान्छन्, कोही सर 1 महिना बस्छन् जान्छन्, कोही सर 2 हप्ता पढाउँछन् जान्छन्। त्यो त भयो ल। अब बस्दा मिसलाई बस्न मन नभए पनि बस्न मनै नभए पनि बस्न मन भयो भने व्यवस्थापन समितिले किन जा भनेको त्यसै मिसलाई।
त्यो पनि त चाहियो नि हामीलाई होइन हाम्रो पढाइमा चाहिँ उसो अनि व्यवस्थापन समिति आउँछ तिमीहरूले के गरे हो यस्तो यो पढाइको पारा के हो भन्छ आफूले महिना दिनमा ढोग्नुपर्छ व्यवस्थापन समितिलाई स्कुल आउनको लागि अब अनि व्यवस्थापन समिति आउँदैन अनि पछि एकचोटि अस्ति एसिडी जानुभयो अब रमेश सर आएर गाली गर्छ त्यो रमेश सरको कमजोरी व्यवस्थापन समितिले पनि बाहिरबाट आएर यसो परीक्षा गर्न पर्यो नि त के भइरहेको छ स्कुलमा भनेर अब अनि हामी शिक्षकलाई मात्र दोष विद्यार्थीले मात्र दोष हो र त्यसमा त विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ पनि त्यस्तो मान्छे कहिले पनि आउँदैन आउन त आउँछ त्यो कहिले काहीँ कार्यक्रम भयो बेला रमेश सरले 10 चोटि फोन गर्नुपर्छ त्यो पनि आउनको लागि तर पनि विद्यालयको बारेमा कस्तो हो भनेर सोध्दैन आउँछन् 5 मिनट पछि फर्केर जान्छन् त्यही हाम्रो विद्यालय व्यवस्थापन समितिको अध्यक्षको कामै अब हामीलाई भन्नु परेको शिक्षक चाहियो भने हो अब हामीलाई शिक्षक जसरी चाहियो त्यही कुरा हामीलाई अरू केही पनि थाहा छैन